प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकारले आफ्नो पहिलो 100 दिनको कार्यकालमा 87.2% कार्य सम्पादन पूरा भएको दाबीसहितको 34 पृष्ठ लामो प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। सरकारले शासकीय सुधार, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेर 100 बुँदे कार्यसूची अघि सारेको थियो। सरकारले 100 दिनको अवधिमा गरेका प्रमुख काम र उपलब्धिहरूलाई मुख्य क्षेत्रगत रूपमा यसरी विभाजन गर्न सकिन्छ। 1 नम्बरमा प्रशासनिक सुधार र मित्य व्ययिता। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको चुनावी घोषणापत्र अनुसार सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर 18मा सीमित गरिएको छ। मन्त्रालयको आकार घट्दा राज्य कोषबाट वार्षिक करिब 20 अरब रुपियाँ बचत हुने अनुमान गरिएको छ। शैक्षिक संस्था र निजामती प्रशासनमा दलीय राजनीति अन्त्य गर्न राजनीतिक दल, सम्बद्ध विद्यार्थी सङ्गठन तथा ट्रेड युनियन खारेज वा निरुत्साहित गर्ने नीति अघि सारिएको छ। 2मा डिजिटल शासन र सेवा प्रवाह। नागरिकका सेवाहरूलाई पूर्णतः डिजिटल बनाउन झन्झट हटाई ई-गभर्नेन्स नीति सुरु गरिएको छ। डिजिटल शासन सेवा प्रवाह। नागरिकका सेवाहरूलाई पूर्णतः डिजिटल बनाउन र झन्झट हटाउन ई-गभर्नेन्स नीति सुरु गरिएको छ। राष्ट्रिय परिचय पत्र नेसनल आइडीबाट सिधै प्रमाणपत्रहरू डाउनलोड गर्न मिल्ने व्यवस्था गरिएको छ। हुलाक सेवालाई आधुनिकीकरण गरी आधिकारिक सरकारी कुरियरको रूपमा प्रयोग ल्याइएको छ। सुशासन र भ्रष्टाचार नियन्त्रण। भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी 100 भन्दा बढीलाई सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरिएको छ। गैरकानुनी सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ। अर्थतन्त्र, कृषि र राहत। पछिल्ला आन्दोलनहरूमा घाइते भएका युवाहरू र शहीद परिवारलाई समेटेर एकीकृत राहत प्याकेज ल्याएको छ। किसानहरूलाई सहज रूपमा रासायनिक मल वितरण गर्न व्यवस्थित निर्देशिका जारी गरिएको छ। आयात निर्यात हुने अवरोध हटाउन र उद्योग व्यवसाय प्रवर्धनका लागि विशेष नीतिगत सुधार कार्यहरू अघि बढाइएको छ। सरकारको 100 दिन कामलाई हेर्ने दृष्टिकोण मिश्रित पाइन्छ। कतिपयले शासकीय शैलीमा आएको परिवर्तन र द्रुत नीतिगत निर्माणको प्रशंसा गरेका छन् भने कतिपयले चर्का भाषण र कागजमा सीमित योजना भन्दा नागरिकको प्रत्यक्ष अनुभव गर्ने महँगी नियन्त्रण र रोजगारी निर्माणमा अझै ठोस काम हुनुपर्ने आवाज उठाएका छन्।